हेलो नमस्कार म बिनिता राई सधैँ आज पनि तपाईँहरूको माझमा एउटै भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यो के हो तपाईँहरूलाई थाहा छ कि छैन? तपाईँलाई थाहा छैन भने यो चाहिँ आलास यानिका अङ्ग्रेजीमा चाहिँ फ्ल्याक्सिड भन्दो रहेछ है। फ्ल्याक्सिडको बोट हो। अब हामी अहिले चाहिँ हाम्रोमा बारीमा चाहिँ आलास रोपेको थियो नि त, अनि त्यो आलास चाहिँ अब काट्ने बेला भयो, त्यही भएर हामी चाहिँ आलास चाहिँ काट्ने अर्थात् उखाल्ने काम गर्दैछौँ। यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो चाहिँ वनस्पति अर्थात् यो चाहिँ तेल दहन जस्तै तेल पनि खान मिल्ने रहेछ यसको होइन। अनि यसको चाहिँ विभिन्न परिकारहरू बनाएर चाहिँ खान मिल्ने चाहिँ यो तेलजन्य चाहिँ वनस्पति हो। तपाईँहरू देख्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई पनि अनि आलास खान मन छ भने, तपाईँहरूलाई थाहा छैन भने, अनि आलासको बोट कस्तो हुन्छ जस्तो लाग्छ भने यहाँ देख्न सक्नुहुन्छ। यस्तो हुन्छ है आलासको बोट चाहिँ। र हामी चाहिँ कलेक्सन गर्दैछौँ आलासलाई। सबै यो बारीमा थियो नि त, हामीले कलेक्सन गरिसक्यौँ। अब यो चाहिँ लास्ट हो कि, यति नै छ बाँकी। यो चाहिँ अहिले बिहान चाहिँ अब हिजो त्यता उखाल्यौँ नि, त्यता उखाल्यौँ होइन। अनि आज लास्ट है साथीहरू। थ्याङ्क यू बाई बाई।